हेलो गाइस, वेलकम टू माय न्यू भिडियो। आज हामी फेरि खेल्न जाँदैछौँ माइनक्राफ्ट। आज हामी तपाईँहरूले माइनक्राफ्टको त प्रो सेटिङ बनाउनेवाला छौँ, किनकि तपाईँहरू पनि माइनक्राफ्टको पोकेट एडिसन सेटिङ प्रो भने यो भिडियो हेर्नु होला। अनि तपाईँले यस्तो गर्नेवाला छु, त्यो देख्यो भने तपाईँहरू प्रो लेभलको सेटिङ गर्नुहुन्छ पोकेट एडिसनको। किन पोकेट एडिसन भने तपाईँहरूको सेटिङ त यो भ्याएपछि भेट्छु, बाई बाई। त गाइज मैले चाहिँ यहाँनिर त्यो यो सब काम गर्ने त्यो गर्छु। तपाईँ म सेटिङको बारेमा भन्छु। अब म तपाईँलाई सेटिङहरूको बारेमा कराइहाल्छु है। मैले जुन सेटिङ गरेँ हेर्नुलाई हात पनि तल छैन, केही चिज पनि सब नर्मल गर्नु सबै तपाईँलाई म सेटिङ गर्छु। सबसे पहिला तपाईँ म सिकाउँछु हार्ट तल गर्न। हेर्नुलाई हार्टहरू तलै नै माथि नै छ, त्यही भएर मेरो पर्सेन्ट 15 गाइज। अब हेर्नु होला, यहाँ माथिहरू छ अनि यताको साइडमा पनि छ, हेर्नु होला। अब म तपाईँहरूले ल्याउँछु। पहिला तपाईँहरू सेटिङमा जानु हो, त्यो त तपाईँहरूले आउँछु होला। अनि सेटिङमा गएपछि तपाईँहरू भिडियो अप्सन, यस भिडियो अप्सनमा जानु होला। होइन भिआइडी हो भिडियो लेख अनि गर्ने बित्तिकै माथि सर्नु होला। अनि तपाईँहरूको यहाँनिर एउटा अप्सन्स देख्नु होला। यहाँनिर चाहिँ तपाईँलाई लेखेको छ वाइट डक्लोड काम अब छोडिदिउँ। अनि यहाँनिर तपाईँहरूको देख्नुहुन्छ एउटा बटन, अनि यहाँ पनि तपाईँको दुईवटा बटन आउँछ। तपाईँहरूलाई माथिको बटनलाई अचार दिने, अनि माथिको बटनमा तपाईँले अचार दिनुभयो भने तपाईँको के हुन्छ हेर्नु होला। तपाईँको हात तलै भयो, हात तल भयो, देख्नुभयो तपाईँको हात तल भयो। अनि अर्को चाहिँ क्वेसन गर्नु होला कि मैले चाहिँ यो त्यो ब्लक्स त हातमा गर्ने त्यो चाहिँ बिझाएको लाग्छ होला तपाईँहरूलाई। अनि तपाईँले प्लसवाला चाहिन्छ होला नि, त्यो पनि तपाईँहरूलाई म भनिदिन्छु। अनि तपाईँहरू पहिला जानु होला टच अप्सन। टच तपाईँको यहाँ अगाडि टच भनेर लेख्छ, त्यहाँ जाने तपाईँहरूलाई यहाँ अगाडि नै यहाँनिर एउटा बटन देखिन्छ, त्यहाँनिर क्लिक गर्ने। अनि तपाईँहरू यहाँनिर क्लिक भएपछि तपाईँहरू एउटा यस्तै मेमोरी कार्डमा आउँछ तपाईँहरू। अनि तपाईँले जुन मोडमा हाल्नु मन लागेको छ त्यो मोडमा हाल्नु होला। त्यो तपाईँकोमा भन्छु, म त यही प्लसवाला गर्छु, तपाईँहरू प्लसवाला गर्नु हो। त्यसमा तपाईँहरू पिभिभी पनि सजिलो हुन्छ, पार्कर गर्न सजिलो हुन्छ, अनि ब्लकिङमा पनि सजिलो हुन्छ है। अनि त्यो भएर यस्तै यहाँनिर एक्सेप्ट गरिदिनु होला। एक्सेप्ट गरेपछि तपाईँहरूको हेर्नु होला हेर्नु होला, तपाईँको यो भयो नि त। अनि यो गरेर तपाईँको राम्रो एकदम राम्रो हुन्छ। अनि तपाईँहरू प्रो पनि भन्नुहुन्छ। एन्ड अब तपाईँहरू नेक्स्ट ट्रिक हो, तपाईँहरू यो होइन मेरो मान्छे यसलाई माथिबाट जाउनु, यसलाई आई ग्लासेन्स भन्छ, तर तपाईँहरूमा अर्कै ट्रिक सिकाइदिन्छु। अब त्यो ट्रिक त भिडियो अप्सनबाटै नै हुन्छ, यस। अनि भिडियो अप्सनमा जाने बित्तिकै तपाईँहरू यहीँ अगाडि नै एउटा त्यहाँ क्लिक गर्ने बित्तिकै तिनवटाबाट एउटामा तपाईँहरू हुन्छ, त्यो चाहिँ त्यही मुखमै हो। अनि तपाईँहरू सबसे लास्टमा गऱ्यो भने के हुन्छ तपाईँ आफै हेर्नु होला। हेर्नु गाइस, तपाईँ आफै हेर्नु होला कस्तो भयो मेरो क्यारेक्टरको फेस। हाई छ नि गाइस। अब म जान्छु है तल, एक सेकेन्ड। ओके, अब अर्को सेटिङ चाहिँ तपाईँ सिकाइदिन्छु है। जब तपाईँहरू यसलाई अर्कै मोडमा हाल्नुहुन्छ कि यस्तो रोक्नु है। अब तपाईँहरू यहाँ फर्स्ट अनि सेकेन्डमा हाल्नुभयो भने के हुन्छ होला है त। एक सेकेन्डमा ढुक्कर हाल्दिनँ, एक सेकेन्ड गाइस, 1 सेकेन्ड। सेकेन्डमा हालिदिनु होला तपाईँहरू। अनि यहाँ हेर्नु गाइस, तपाईँको क्यामेरा के भयो अहिले। म धेरै नाटक पनि पार्दिनँ, तल खसेर हुन्छ नि तपाईँलाई लचिङ। अनि गाइस अब हाम्रो नेक्स्ट ट्रिक हो कि यसलाई नर्मल कसरी गर्ने। नर्मल गर्नको लागि तपाईँहरू यहाँ त्यस्तो सबले फेक भन्छ कि गाइस। तपाईँको यहाँ भाइले यहाँ यस्तो राम्रोसँग सही हुन्छ। किन तपाईँले फर्स्टमा राखिदिनु होला, अनि त्यसपछि तपाईँको नर्मल हुन्छ।
कति आरामले तपाईँको भयो। अनि आजको लागि यति नै अब भेट्छु तपाईँहरू अर्को भिडियोमा। बाई बाई। एक सेकेन्ड लाइक सब्सक्राइब गरिदिनु होला किनकि म 1K को धेरै नै करिब छु। अनि एक सेकेन्ड एउटा चिज ध्यान गरौँ लागेछ भने तपाईँ यहाँनिर छ नि त्यो एउटा त्यो उस कलेक्टर गर्ने त्यो कमेन्ट गर्ने एउटा छ नि त। अनि त्यहाँ 3वटा बटन छ, बिचको बटनमा क्लिक गर्ने, तर तपाईँ एकचोटि क्रिएटिभ गरेर सर्भाइभ गर्नु होला, बल्ल यो काम चल्छ, नभए त चल्दैन। तपाईँको यहाँनिर TIM भनेर लेख्छ, त्यहाँ आउँछ नि। अनि डे भनेर छ, त्यहाँ क्लिक गर्ने, यसले सेन्ड गरिदिने। अनि चमत्कार बिहान भयो। आजको लागि यति हो। तपाईँ भेट्छु म अर्को भिडियोमा। बाई बाई। लाइक एन्ड सब्सक्राइब गरिदिनु होला, कमेन्टमा लेखिदिनु होला अर्को भिडियोमा केमा लिएर। बाई बाई।